चुपचाप घन्टी छाप तिमीहरूलाई पुगेकै छैन यी नेपालीहरूलाई अझै पुगेको छैन। हिजो बुटबलकाले भेटाए होइन त्यहाँ कमेन्टमा लेखेको थियो क्या रुँदै गरेको सिनमा चुपचाप घन्टी छाप घन्टेहरूलाई भन मैले चुनावमा नजाऊ फाँसीवादी सरकार आउँछ उसलाई मतलब छैन त्यत्तिकै सिंहदरबार र सर्वोच्चमा आगो लागेको छैन यो उद्देश्य कुन उद्देश्यको लागि ल्याएको अहिले म तपाईहरुलाई भनौँला कुन उद्देश्यको लागि ल्याएको आज हिजो 5 रुपैयाँ तेलमा बढ्दाखेरि नि शंकरदेव र आरआर क्याम्पसबाट आगो उठ्यो खोइ आज ती विद्यार्थी संगठन कहाँ छन् कसका भेडा बाख्रा चढाउनु गरेछन् ती विद्यार्थीहरू